टोइलेटमा बस्दाखेरि त्यो चुकुलहरू नलाउनु अबदेखि बुझ्नु बुझ्नुभयो त्यो भित्र तपाईँलाई केही भइहाल्यो भने त्यो चुकुल लाग्छ अनि कसैले थाहा पनि पाउँदैन थाहा पनि हुँदैन खुट्टा चाहिँ के भयो अरे बुझ्यो दुख्दैन दुख्नु चाहिँ एक्लक लबेक पहिला भन्दा चाहिँ अलिक तागत आयो बोजू अहिले त्यो तारेको चिजहरू त्यस्तो नखानु तपाईँले क्या त्यो तारेको त्यो फ्राई गरेकोहरू अब तपाईँले उसिनेको मजाले पाकेको मासुहरू त्यस्तोहरू खानुपर्छ सुप खानुपर्छ तपाईँ मन पर्दैन तारेको मनपर्छ भन्नुहुन्छ नि त्यस्तै पकाइदिन्छ छेरपाटी चलेर हैरान बोजू अहिले पनि पखला लागिरहेछ ए निको भयो लाग्दैन तर आइने फेरि बिस्कुटले पनि छेरपाटी चलिहाल्यो